Hello, hello, good morning and namaste सबैजनालाई म श्रेष्ठी उहाँ हुनुहुन्छ शुभम थापा मगर अनि अहिले चाहिँ भर्खर उठेर अनि चाहिँ बसेको छ फेस वास गरेर शुभमले है अब चाहिँ हाम्रो काम सुरु गर्नुपर्छ आज बाबु साथी आउने हो फेरि हामीहरू सबजना हामी तलै राख नि तिमी त्यसो गर्नु पर्दैन तलै राख कि यसरी मजाले बात गर तिमी खेल मुखमा लानु पर्दैन बाबु बाई बाई अनि अब चाहिँ सबजना सन्डेको दिन चाहिँ पक्का भिडियो कन्टिन्यू गर्न सोचेको छु किनभने चाहिँ मम्मा त्यो अन्त मेरो बोलेको ल गर्छु नि म म सुनाउँछु अनि आज चाहिँ सन्डे शुभमले जहिले के भन्छ मोबाइल हेरेर आमालाई भिडियो गर्नु दिँदैन नि आज चाहिँ सन्डेको दिन भिडियो कन्टिन्यू गर्छु हामीहरू चाहिँ अनि शुभमलाई चाहिँ खोकी लाग्यो अब पानी पकाएर दिनु पर्यो भएन शुभम दुध पिउने शुभम त गयो पल्लो रुममा अब चाहिँ तलको झाडु पोचाहरू सक्यो अब चाहिँ आएको छु माथि बिहान बस्न आएको छ सिक्कल छ भन्नु मात्रै हो अनि शुभम यहाँ खेल्नु हुँदैछ दादी हेलो ठिक छौ दादी खेल्नु पाएपछि ठिक छ नि शुभम पूजाहरूमा लगाइसकेँ अब चाहिँ बरन्डामा लगाउँछु यहाँनिर यति चरालेको आउँछ नि यहाँ लगाउँछु अब चाहिँ अनि हाम्रो चाहिँ गरम भएर यो डन्लप पुरा गाडिन्छ नि त गरममा अन्त यहाँले राखेको छ त्यसलाई हामी चाहिँ तोसक मात्रै ओछ्याएको छ अनि यति गरम भएर काँडा भएर यहाँनिर राखिदिएको छु यसलाई फन पानी हाम्ला थाहा छैन ठुलो भाषा माथि माथि आएको न रे यो जङ्गल जस्तै गाजर हो गाजरको अगाडि चाहिँ के लाउनु भएको छ फेरि उता गएर हेर्नु यहाँ गाजर यो के हो त पत्ता हैन सिमी हो या सिमी यसमा के बोल्छ यो के हो त बाबु हुँदा यो झिक्राला के हो त यो भन्दिनु न फुल पनि धेरै लगाएर फुल कल्ला म चाहिँ आफ्नो काम गर्दै थिएँ अनि बाउछोरा चाहिँ माथि पानी लिन आउनु भएको थियो त्यति बेला चाहिँ यहाँनिर भिडियो बनाउनु भएको रहेछ थोरै भिडियो गराएको छु शुभम र म भन्नुहुँदै थियो नि त अनि यहाँ के चाहिँ देखाउनु हुँदै रहेछ अनि माथि आउनु यति डर लाग्छ नि नानीसँग अहिले चाहिँ यति बेसी चिप्लो भएको छ पानीहरू सबै जामेर अनि यहाँनिर बाउछोराको भिडियो चल्दैछ यो के हो डलीको छ नि हजुर अब यो पक्रिनु चाँडोबाट अरे अनवरले देखाइदिएर कहाँ हो बाल्टीको पानी चाहिँ मम्मीलाई दिएको
आज चाहिँ हाम्रो छुट्टीको दिन यहाँनिर चाहिँ हाम्रो सफाइ चल्दैछ अनि यो सफाइ त दिनदिनै गर्नु भ्याउँदैन किनभने चाहिँ सबैजना बिजी आफ्नो आफ्नो काममा अनि ड्युटी जानुहुन्छ है अनि नानीको स्कुल भइहाल्छ अनि त्यही लागि हामीहरू चाहिँ माथि यसरी डेली यो पट उठाएर सफा गर्नु त भ्याउँदैन अनि आज छुट्टीको दिनमा चाहिँ आरामले हाम्रो चाहिँ यहाँनिर पटमुनि निकै मैलो भएको थियो नि त धुलोहरू अनि त्यही नै यहाँ सफाइ गर्दैछौँ हाम्रो सफाइ पनि गरेर सक्यो अब चाहिँ जानुपर्छ खाजा खानको लागि शुभ आऊ भयो अब अनि माथिको सफाइहरू सकेर अनि खाजा खानुभन्दा पहिला चाहिँ यहाँनिर शुभम आफै बाथरुममा आएर नुहाउँदैछन् अनि शुभमको नुहाइसकेपछि म पनि नुहाइहालेँ फटाफट अनि त्यसपछि फेरि हामीहरू आएर खाजा खायौँ अनि खाजा खाएर फेरि यहाँनिर आमाको कालो लगाउनु पर्ने थियो अनि कालो लगाउँदैछौँ कपडाहरू पनि धोएर सक्यो अब चाहिँ घाम चाहिँ यस्तो लागेको छ बिहानभरि रातभरि पानी पर्यो आज चाहिँ मजाको घाम लागेको छ अनि बिहानै लगाउने भनेको कालो अनि फेरि पाहुना आउनुभयो घरमा अनि त्यसपछि पाहुनाहरूसँग केही कामले चाहिँ बाहिर जानुपर्ने भएर अनि यहाँनिर फेरि आएर खानासाना खाएर लगाउँदाखेरि 2 बजिसकेको थियो अनि फेरि त्यसैमाथि नानीले म लगाउँछु भन्दै ऊ चाहिँ जिद गर्दै यहाँनिर वरपर गर्दै थियो अनि उसलाई पनि दिइहाल्यो अनि लगाइ पनि हाल्यो नानीले अनि आज सन्डेको दिन चाहिँ हाम्रो यसरी नै बित्छ यो थियो रातको समय अनि यहाँनिर चाहिँ म आफ्नो काम ल्याउँदैछु अनि के काम भन्नुहुन्छ होला अनि यो काम हो सधैँको डेली रुटिन अनि यहाँनिर चाहिँ मैले दही दुध डढाइरहेको थिएँ नि त अनि त्यसलाई चाहिँ दहीमा राखिदिन्छु भनेर दही राखेँ अनि त्यसको साथसाथै साइडमा चाहिँ पानी बसालेको थिएँ अनि पानीहरू पनि यहाँनिर बोइल गरेर अहिले पिउँदैछ हामीहरू किनभने चाहिँ पानी यति बेसी पानी झरी परेको छ नि त त्यही लागि पानी चाहिँ बोइल गरेर पिउँदैछ सेलाएर अनि भोलि फेरि नानीहरूको लागि टिफिनहरूमा पनि चाहिन्छ भनेर आज चाहिँ बोइल गरिराखेको छु अनि त्यसपछि फटाफट आफ्नो काम यहाँनिर चाहिँ निप्टाउँदैछु अनि सब्जीहरू पनि केलाएँ भोलिको लागि अनि सेलेको पानीहरू पनि भरेर बोतलमा राखिदिएँ मैले किनभने चाहिँ भोलि सजिलो पनि हुन्छ अनि त्यो पानी फेरि आज गरम गऱ्यो भने भोलि सेलिहाल्छ भनेर अनि आजको हाम्रो भिडियो यति नै साथीहरू अनि तपाईँहरूलाई कस्तो लाग्यो पक्कै पनि मन पर्यो भने लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गरिदिनुहोस् होला फेरि अर्को भिडियोमा भेटिन्छु बाई बाई